निवारण अन्तर्क्रिया नगरिकन सम्भव नहुने देखेर हामीले यो विशेष समयलाई सदुपयोग गरेका हौँ। यो कार्यक्रमको मूल उद्देश्य के हो त भन्नुपर्दा राष्ट्रिय जनमुक्ति पार्टीको विगतको अवस्था, वर्तमानमा हामी रहिरहेको अवस्था र भविष्यमा यो पार्टीलाई उचाइमा पुर्याउनको निम्ति तपाईँ हाम्रो तर्फबाट अनिवार्य रूपबाट खेल्नुपर्ने भूमिकाहरू के हुन सक्छन्, काम कर्तव्य अधिकारहरू के हुन सक्छन्, यो बिचमा राष्ट्रिय जनमुक्ति पार्टीको मैले केही कुराहरू पछाडि फर्केर अवगत गराउन चाहन्छु। छैटौँ अधिवेशन जुन हामी धरानमा सम्पन्न गरेका छौँ त्यसपछिको अवस्थालाई हामी संक्षिप्तमा चर्चा